प्रभु जीवनमा यति दुःख यति कष्ट काटिन भगवानको परीक्षाबाट अहिलेसम्म पास हुन सक्छु कि भन्यो ल म त फेलै हुन्छु जस्तो हुन्छ मनले हरेस खाएर यस्तो परीक्षा चाहिँ कसैले पनि नल्याउनु प्रभु परमात्माले म त हत्तो भइसकेँ अब यस्तो हत्तो के भन्ने अब चिन्दै गयो झन् कठिन चिनिसकेपछि कठिन चिनिसकेपछि महाकठिन भने जस्तो अब देउ त पोको पारे खोलामा फाल्छु पनि भनिसकेँ पहिला फाल्यौँ पनि अनि क्रिस्चियन धर्ममा गएँ कतिचोटि भगवान्ले फर्काउनु मलाई वसुन्धरामा क्रिस्चियन धर्ममा जाँदाखेरि एउटा बाबाजी आएर देवी नै भन्नुभयो उहाँले देवी कता जानला भन्नुभयो म यो ठाउँमा जानला भन्ने मेरो भाग्य आएन सँगै जाने एकजना भक्त हुनुहुन्थ्यो माताजी भेटिदिन पर्ने बाबाजीलाई भने अनि मनले चाहिँ जति गरिरहेकै हो भन्ने मनमा आयो प्रभु मैले क्षमा मागेको छु मैले चिन्छु भगवान् प्रत्यक्ष साक्षात्कार भएको छ मलाई अनि मैले चाहिँ कति अब यो जोगी साधु सन्त चिन्नै गाह्रो छ भन्ने मनमा ल्याएँ मैले होइन दिन पर्यो अब फलफुल किनेर दिने कि भेटिदिने भनेर यसो भेटी झिक्न लाछु म क्रिस्चियन धर्ममा हिँडेँ मैले भनिनँ उहाँलाई फर्केर जानुपर्छ कहाँ जान लाएको आज जान उचित छैन भन्नुभयो उहाँले त्यति भनिसकेपछि त्यो बाबाजी अहिलेसम्म मैले देखाएको छैन साक्षी भगवान् हुनुहुनेछ अनि त्यसपछि मैले भेटिदिनँ भनेर यसो लाएको त त्यहाँ वरिपरि सबैलाई सोध्छु ल हामीले त देखेनौँ पो भन्छ मसँग उभिएर बात मारे पाएँ कतिले दर्शन पाए कतिले पाएनन् पाउनेहरूले त उता पनि जानु भएको छैन ती बाबाजी त लौ न कता अलप हुनुभयो भन्छन् अनि उता भिडमा जानुभयो कि जाउन खोज्न भन्छु कहाँ म हिँड्छु पसल छोडेकै छैन माताजी भने म त्यो दिन कसरी गइन त बाबु क्रिस्चियन धर्ममा मलाई शिवजीले रोक्नु भयो बाबु मलाई म फर्केर आएँ आइसकेपछि राति सपनामा के भन्नुभयो भने त भौतारेर यसरी नहिँड त भौतारिन पर्दैन तँलाई 81 सालबाट बाटो खुल्छ भन्नुभयो कहिले 81 साल आउला जस्तो भइसक्यो कहिले आउला जस्तो भइसक्यो है म आतिसकेँ 78 सालमा वैशाख 1 महिना राखिदिनु भयो जलहारमा 1 महिना जल मात्र खाएर बसेँ भोजपुरको भक्तिविलास उपाध्याय गुरुलाई देशमा कत्रो अनिष्ट छ कस्तो उपचार नहुने रोगहरू सारा यो सबै अझै आउँदो छ त्यही भएर म पानी मात्र खाएर बसेँ भने अरे मैले सपनामा त्यो गुरु अहिले नै आउनुहुन्छ बार एकदमै विश्वास गर्नुहुन्छ उहाँले अनि मलाई चाहिँ म सपनै अनुसार सपना माता हुनुपर्ने नाम चाहिँ तर गोमा मातै छ मेरो सपना सुरुदेखिको सपना मेरो गुरु पनि कोही छैन गुरु थाप्न भगवान्ले दिनु भएन मलाई बिना गुरु भनौँ न अब बाल्यकालको त आमाले कतिचोटि पहिल्यै बताइसक्नु भएको छ पछिको अब उहाँ नआएको भएछ म बौला पागल हुन्थ्यौँ होला भगवान् नचिनेसी त्यस्तो हुँदो रहेछ पशुपतिमा त कति बौलाएर हिँडेका छन् बिचरा त्यो आफै बौलाको त होइन भगवान् नचिनेर यहाँ कति ल्याउँछन् डक्टर कहाँ 19 लाख सिद्धि भन्न लिएर आउँछन् कोही 17 लाख सिद्धि भन्न आउँछन् हो देउता नचिनेपछि त्यस्तो हुँदो रहेछ त्यही त मलाई चाहिँ भगवान्ले भक्त भेटाइदिनु भयो अब गोपालजी अब जस्तो यो माको यो बानी सत्यता छ यो देश धर्म जनताकै लागि हो तिम्रै लागि हो यो माको बानी चाहिँ अब तिमीले अब भारी बोक्नु पर्दैन केही गर्नु पर्दैन पालना चाहिँ गर्देऊ न माले भनेअनुसार यो बानी भनेअनुसार चाहिँ गर्देऊ न यो कुरा चाहिँ कहाँ पुर्याउने कसलाई सुनाउनु त अब कसरी अहिले चाहिँ प्रधानमन्त्रीलाई जति पनि खरब अरब राखेको छ धन सम्पत्तिहरू 2121 जना ब्राह्मणबाट एक गर्नको लागि अहिलेको प्रधानमन्त्रीले प्रार्थना गर्दा मलाई यसरी मुख पनि थुनेको यहीँ बोल्दाखेरि कति दुःख भोग्यो कति खप्यो पीर र घा नेपालमा आउँदैछन् सबको आँसु पुस्न बालेन शाह भन्दाखेरि मलाई त्यस्तै मुख थुन्दे बालेन शाहले सुनिदिन्छन् त अब 79 साल असार 10 गतेको कुरा बाबु अनि मैले के भने देउता नआइ बोले है फेरि त्यो चाहिँ देउता नआउँदा बोलेको नि ढुङ्गा आउँछ फेरि 90 सालको भन्दा ठुलो भैँचालो जाओस् भने रुँदै आएको म नुवाकोटबाट जन्मभूमिबाट रुँदै आउनु पर्यो बास नदिएर बोक्सी भनेर अनि त्यसपछि मैले पछि ऊ प्रधानमन्त्री पनि हुनसक्छ हुन्छ नि फेरि प्रधानमन्त्री यसै गरी भनेको प्रभु भयो तर भगवानको एउटा सत्य बाणी अनुसार यो 2121 जना ब्राह्मणबाट चाहिँ यज्ञ होस् यो चाहिँ एकदम ध्यान दिनु पर्यो हामीलाई नै यो मलम हो के हाम्रो लागि हो नि त
भगवानको लागि थोरै हो र। त्यही त अब गोपालजी अब यो जस्तै माले भन्नुभयो अब यो कुरा चाहिँ बालेन शाहले सुन्छन् कि भन्ने एउटा मामा थोरै आशा रहेछ। मलाई आशा छ बालेन शाहलाई यसरी बिन्ती पत्र पठाउँदा चाहिँ अब बालेन शाह पुग्ला कि नपुग्ला, अब बालेन शाहले सुन्लान् कि नसुन्लान्, के छ त्यो बारे के लाग्छ? म पनि एउटा रासपाको सानो कार्यकर्ता हुँ। तपाईँ भने त सजिलो हुने भएन। मलाई विश्वास छ बालेन शाह हिन्दू धर्मप्रति पुरा आस्था राख्ने मान्छे हुनुहुन्छ। उहाँले शपथ ग्रहण कार्यक्रममा पनि देखिहाल्नुभयो, होइन? पुरा संस्कृति झल्काएर ब्राह्मणहरू राखेर लामाहरू राखेर त्यत्रो विधि विधानका साथ गर्नुभएको छ। उहाँले विश्वास गर्नुहुन्छ जस्तो मलाई लाग्छ। हामी यो कुरा कुनै न कुनै मार्फतबाट उहाँसम्म पुर्याउन हामी कोसिस गर्छौँ र पछिको कुरा पछि नै हुन्छ। हामीले कोसिस गर्ने हो, बाँकी काम त उहाँहरूकै हो। माताजीलाई चाहिँ एउटा ठुलो आशा छ, फेरि एउटा पुरा गर्ने हो कि नगर्ने हो, गर्छ फेरि यस्तो हो क्या। अघि तपाईँहरूले भने जस्तै क्या, जस्तै जुन दरबारमा तपाईँहरूले बिन्ती पत्र पठाउनु भयो त्यहाँ पुग्यो या पुगेन भन्ने कुरा नै अन्यलमा छ, होइन? यो बिगार्ने चाहिँ यो बिचको मान्छेहरूले रहेछ भन्ने कुरा प्रमाणित पनि भयो क्या। अब तपाईँहरूमा जस्तै तपाईँहरूले बालेन शाह प्रधानमन्त्रीसँग के आशा राख्नु भएको छ, तपाईँहरूले बिन्ती पत्र पठाइसक्यो, त्यो पत्र पुग्ने हो कि नपुग्ने हो भन्ने नै त्यहाँ नै डर छ क्या। त्यस विषयमा चाहिँ अब पहिलाको जस्तो त्यो गोप्य तथ्य हुँदैन। अब गएन तुरुन्तै थाहा हुन्छ। अब चाहिँ डाइरेक्ट भेटेर चाहिँ आफैले दिने आशा छ। आजकल त सामाजिक सञ्जालहरू पनि छ, होइन? ल यसरी हामीले बालेन शाहलाई चाहिँ बिन्ती पत्र पठायौँ, दियौँ, बुझायौँ, होइन भनेर सार्वजनिक पनि त गर्न सक्यो, होइन? भोलि तिनले पालना गरेनन् भने तिनलाई औला उठाउन त पाइयो नि हामीले पनि, होइन? त्यही नै होइन त? त्यही नै हो। अहिले हामीलाई विश्वास छ। मलाई चाहिँ ठुलो आशा के छ भने भूमिपतिलाई छिटै ल्याएर गद्दीमा राख्ने चाहिँ एउटा आशा छ क्या। जस्तै माले अघि भन्नुभयो क्या, सरकार ज्ञानेन्द्र सरकारले चाहिँ वरदान पाइसक्नु भयो भनेर भन्नुभयो। उहाँलाई चाहिँ देवी देवताबाट वरदान भइसकेको छ, लेखेरै राखेको छ। अब उहाँ जान नहुने दरबारमा उल्टो भयो। त्यही भएर भूमिपति चाहिँ एकचोटि आउनु पर्छ भन्नुहुन्छ सपनामा। अनि त्यो एउटा भयो र अनि अर्को कुरा चाहिँ भगवान्ले दिएको उपायहरू चाहिँ उहाँले एउटा दुईवटा गरिदिएको भए हुन्थ्यो। क्षमा पूजा उहाँले लग्नु भएन नि त। मलाई त थाहा हुन्न नि त, देवी देवता आएर बोलेको कुरा छोडिसकेपछि त हामी निन्द्रा बिम जस्तो हुन्छु म। अनि भौताले भनेर सुनेर थाहा पाउने हो। अनि त्यही भएर पर्सि 6 गते जस्तो सकिन्छ मेरो भक्तहरूले बिचारा देश धर्मको लागि पहिला पनि गरेको धेरै भक्तहरूले अहिले पनि गरौँ भनेर एउटा आँट दिएको हुनाले दरबारको नाममा चाहिँ माले चाहिँ क्षमा पूजा भनेको मतलब हामीलाई वैदिक सनातन राजा यो हाम्रो मेरुदण्ड हो, हाम्रो शिर हो। यो शिर नभए हामी जिउन सक्दैनौँ। हात भाँचे पनि बाँच्न सक्छौँ, खुट्टा भाँचे पनि बाँच्न सक्छौँ बाबु। हामी यो तल जति चोटपटक लाओस्, काटोस्, रेटोस्, सिलाओस्, डाक्टरले सिलाइ गरोस्, दर्जीले सिलाओस्, बाँचिन्छ। तर यो छ्याट्टै भएपछि बाँच्ने चान्सै छैन बाबु। यो चाहिँ ध्रुव सत्य यो बालेन शाहको कानमा परोस्। यो वैदिक सनातन र राजा भनेको चाहिँ हाम्रो यो तपभूमि भनेको शिर हो। हामीले अभिषेक लिँदा अघि शिर झुकायौँ नि त, यसरी खुट्टा त यसरी थापेनौँ नि त हामी। हो, शिर थापिसकेपछि यो सबै रक्षा भयो, पवित्र भयो। त्यसैले हाम्रो एकमात्र विश्वले मानेको एकमात्र हिन्दू राष्ट्र वैदिक सनातन पशुपतिनाथ भनेको सबैका नाथ देवादिदेव श्री भोले बाबा पशुपतिनाथ भनेको चाहिँ विश्वको सम्पदा एकमात्र छ। त्यसैले विकृति मस्ट मन्दिरका विकृतिलाई पनि सुधार र कल्याण होस्। देवी भगवतीहरू नरुन् र अचेतन प्राणी काटेर भक्ति भयो। पूजा र व्रत भक्तिमा त रगत बग्छ भने पाप कस्तो होला, यो चाहिँ सबैले बुझ्नुपर्ने कुरा चाहिँ हो। यदि सकिन्छ भने मेरो 3 भाइ छोरा छ भने मैले एक भाइ लगेर काटेर रगत दिन सक्नु पर्यो। 7 भाइ छोरा हुनेले पनि 2 भाइ छोरा लगेर काटेर दिन सक्नु पर्यो। नत्र भने मेरी आमाका छोरा छोरी र हामी एउटै हो। ऊ बोल्न सक्दैन, लाटो सन्तान पर्यो, हामी पर्यौँ बाठो सन्तान। हामीमा चेतन छ नि त। खोइ त आज बुद्धत्व भूमिमा यो त राम्रो होइन।
यो शिवत्व भूमिमा यो राम्रो त होइन। त्यसैले अबको प्रधानमन्त्रीले सानातिना कुरा त हो नि भनेर मिस मार्नु भएन। सानो सानो कुराबाट ठुलो ठुलो कुरामा पुरा गर्ने हो। त्यस एकबाट एक त चाहियो नि, एकबाट दुई त हुन्छ त। पहिला त एकै महत्त्व छ त हो, एकबाट सुरु गर्नु पर्यो। अनि जति पनि यो हाम्रो नेपालमा जति पनि अब ब्युटी पार्लरहरू छ सबै छ, तर त्यसको साथसाथै के छ भन्ने कुरो मलाई सपनामा प्रत्यक्ष अब भन्न पनि मिल्दैन, भन्न पनि पर्छ फेरि मैले। अब यो हो होइन मलाई त थाहा छैन नि त। भगवान्ले मलाई न भगवान्को नाम लिएर अरू नराम्रो चिजले पो दियो कि सपनामा भन्ने पनि त मलाई लाग्छ नि। तर अहिलेसम्म मलाई त्यस्तो चाहिँ छैन। आजदेखि भोलि टक्रक्कै सपना जे देख्छु जस्तो देख्छु त्यति बेला पनि राजपरिवार त्यस्तो हुने रहेछ, हिमालय भाषेको झन्डै बगाएको त्यस्तो देखाएको थिएँ मैले। अनि हात्तीमा चढेर आएको को अब राजमुकुट पुरा पहिरेर मुकुटै गुल्टेको टिप्न म जाँदाखेरि म भीमजी हो। मलाई यस्तो सङ्केतहरू प्रत्यक्ष नै हुन्छ। अब बालेन शाह माथि पनि कसैले पनि निन्दा कुनै नराम्रो गाली गलत नगरौँ, गर्नलाई मौका अवसर हामी सबैले दिउँ। बालेन शाहलाई मात्रै नभनौँ क्या, सबै युवाहरू सज्जन आमाका कोखबाट जन्मेका युवा र कुपुत्रलाई पनि सुपुत्र बनाउने आमाको एउटा जिम्मेवारी हो। कति घर घरमा आमा रोइरहेका छन्, कतिका काख रितेका छ, कतिका आँसु झरिरहेका छ। ती छोरा सम्झेर उनीहरूलाई जिउन कति गाह्रो भइरहेछ। युवाहरू धेरै सिद्धे अकालमा मरेर क्या, अकालमा मारेर मर्ने कुरो चाहिँ काहीँ कतै नहोस्। हाम्रो यो बुद्धत्व भूमि हो, शान्ति भूमि हो, शिवत्व भूमि हो, एकदम शान्तिमय मैत्रीमय रामा राज्य जस्तो होस्। बालेन शाह मात्रै नाम लियो भन्ने पर्ला, तर ठुलो झ्याममा परेको रुखमा चौतारीमा सबै पसिना ओबाउन आउँछन्, तर पनि उसको पछि लाग्ने धेरै छन्। साथ दिएको छ, टाउको फुटालेर रगत बगाएका छन्, त्यति मात्र भोग तिर्खामा दौडेका छन्। सबैका छोराछोरीले योगदान दिएर नै नाक छोपिनी गरेर माला पर्याउने हो र ठाउँमा पुग्ने हो। त्यो गुण उनीहरूले त्यो युवाहरूले भुल्दैनन् जस्तो मलाई लाग्छ। तर यो गरिब माताजीले बोलेको कुरा सुनै होला या नहोला, दैविक शक्तिको बारेमा देवी देवता छैन र होइन भन्नेका लागि नि म प्रमाणित गराउन सक्छु, गराउँदै नै आछु। अर्को कुरा, भगवान बिना चाहिँ हामीले भनिहालिने एउटा कसिङ्गर पनि उठाउन सक्दैनौँ भनेपछि हामीले भगवानसँग चाहिँ टक्कर नगरौँ। टक्करमा अवश्य मिल्छ ठक्कर। घमण्ड पनि नगरौँ, घमण्डले त बिगारिदिन्छ हाम्रो राम्रो सम्बन्ध। त्यस कारणले यो सबै त्याग त गरेर लाग्न पर्छ। कसको घरमा चुलो बल्यो, कसको बलेन, कसले उपचार पायो पाएन। अब यी काला धनहरू सबै एउटा कोषमा जम्मा गर्दै हुन्छ। हे बालेन शाह, यो माताजीको आशीर्वाद त्यही ब्याजले पुरा गरिबहरूलाई पाठनदेखि लिएर खानादेखि लिएर भोजनालयदेखि लिएर र गाउँ गाउँमा टोलमा पानी नभएको ठाउँमा पानीको सुविधा यस्तो गरेर र मस्ट मन्दिरको गतिविधिमा पहिला ध्यान आकर्षण हुनु पर्यो। र त्यति मात्र नभएर जति पनि अहिले हाम्रो यो माहौल कस्तो छ त भन्दा उपचार नपाएर कति मान्छे मरिरहेछ। मेरो पासमा क्यान्सर भएका बिमार कति मैले जहाँ 5-10 हजार दिएर उपचार हुन्छ र हुँदैन नि। तिनीहरूको लागि एउटा कोष छुट्टै खोल्देदेखि म एकदमै खुसी हुन्छु। 54 सालदेखिको कति पीडा भोगिरह होला मैले, कस्तो कस्तो केस आयो बाबुहरूले पनि देखे होला। उहाँले त झन् के भन्नु, अब लडान्त र भिडान्त गरेर आजसम्म जीवन दान दियो। भक्तको उपचार गर्नुभयो भगवानले, मैले गरेको होइन, गर्ने त उपरवाला हो। स्टेचारमा ल्याए बिरामी हिँडेर जान्छ भन्छन्, उहाँलाई पनि थाहा छ मर्छ, डाक्टरले मर्छ भने बिरामी न्युरो हस्पिटलमा अपरेसन लेखेको बिरामी त मैले बाबुलाई भेटाइदिन्छु पनि भनेको छु है, सुन्तहानमा हुनुहुन्छ हो। त्यसैले हामी यस्तोमा आउनु भएको होइन। भगवान आउन चाहिँ युग बदल्याउन, हाम्रो विचार बदल्याउन, हामीलाई मार्गदर्शन दिन, हामीलाई सद्मार्गमा हिँडाउन र तत्त्वज्ञान चिनाउन, तत्त्वज्ञानको त्यो अमृत पियाउनको लागि आउनु भएको रहेछ। अहिले मैले बुझेँ। ओहो प्रभु, त्यसैले हामीले सकेसम्म दबाई नै खान नपर्ने उपाय पो रहेछ। ल हेर त बाबु,
कति उपाय दिनुभएको छ भगवान्ले। आउनु न सबैजना, जब गर्न सिकाइदिन्छु म। एउटा माला चलाउन जान्दैनन् बिचरा कति। म लाटो सोझो माता भनेको, म भन्दा नि लाटो सोझो माता हिजो आएको बिचरा। ल हेर त, अरे जातभात भगवान्ले राखेको छैन। यो जातित्व पनि म हेर्दिनँ। फेरि म मरिगएँ नि हेर्दिनँ बाबु, तिमीलाई कस्तो लाग्छ? भगवान्ले अब त्यो बुझाइसकेपछि, सिद्ध भइसकेपछि त्यस्तो रहेछ क्या बाबु। म अकाल पुरुष क्षेत्रमा छु क्या बाबु अहिले। म कर्म क्षेत्रमा छैन। कर्म क्षेत्रमा छु म भने चाहिँ जातभात सबै हेर्छन्, तर अकाल पुरुष क्षेत्र मैले बनाउनु छ क्या बाबु। यो सबै जति पनि छ नि, यो पुर्खाले चलाइ आएको नेम भन्छन्। अहिले पनि गोष्ठी सुताउनु चलनले चाहिँ रगसुला भएको बेलामा अब यस्तो विकृतिहरूलाई अन्त्य गर्न पर्यो क्या बाबु। अनि नारीहरू कति रुन आउँछन् बाबुलाई थाहा छ नि, गर्भिणी नारीहरू यहाँ रुन आउँछन् कति। त्यसैले यो भन्छु कि पुरुषहरूले नारीहरूलाई हँसाउने काम गर्नु पर्यो, खुसी दिन पर्यो। बाबुआमाको न्यानो मायाबाट चुनेर ल्याएको हुन्छ। ती नारीहरू रोयो भने हामी के भन्ने, अब गरेको पुण्य नै नष्ट हुन्छ। अर्को कुरा, पुरुषको पनि पीडा छ। फेरि विदेशमा खाइ नखाइ गरेर कमाएर पठाउँदो रहेछन्। अनि माताजी मेरो त सबै गयो भन्न आउँछन्, क्वार हुन्छन् है। लौ केटा मान्छे रोगको कस्तो नसुहा भनेर भन्छन् फेरि भक्तहरू। उसलाई चाहिँ दुख्दैन र, उसलाई चाहिँ रुनु पर्दैन र भन्छु कि मैले। ए बाबा, पुरुष रोगको सुहाउँदैन अरे। किन सुहाउँदैन? पुरुष माइतमा गएर रुँ छैन, मावल गएर रुँ छैन। तेरै गल्ती होला मोरा भनिहाल्छन्। नारीहरूको अलिकति कानुनमा धेरै छ। साकर र सुख गरेर बाबामा कहाँ गएर रुनी नारी, अब पुरुष कहाँ गएर रुनी त? बिचरा घरमा उसको यस्तो रहेछ, भाँडा कुँडादेखि लिएर बैंकको पैसा सुन घर नाममा गरिदिएको रहेछ। अर्कैसँग गइदिएर त्यो मान्छे यहाँ झन्नै बेहोस भएको नआएन म कहाँ। यस्ता यस्ता केस आउँछ। हामीले सबै समेटेर बुझाउनु सक्नु पर्यो। एउटा हातको त खोइ त अब त आउँदैन। डोरो हुनुपर्छ जे कुरो पनि, अनि मात्रै हाम्रो रामा राज्य, मैत्री राज्यको शान्तिको फुल फुल्छ, नत्र फुल्दैन। जय होस्, जय होस्। नयाँ सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना विदेशमा हुने सम्पूर्ण भक्तहरूलाई। र म त स्वदेशीलाई मात्रै भन्दिनँ, स्वदेशी विदेशी मुस्लिम इसाई जो छ, यो भगवानको एउटै सन्तान हो। अकालमा कोही नमरुन्, दुःख पीडा कसैलाई नपरोस्, एकदम शान्तिमय र सुखमय होस्। यो माताजीको अन्तर आत्मादेखि नै आशीर्वाद। जय हो।